आज हाम्रो भन्छाको बर्थडे थियो र यो आज हिजोको भिडियो हो भन्ने कुरो थाहा पाउनुभयो होला। आफ्नै करेसाबारीको बदामको तेल लाएर म चाहिँ रेडी भइरहेको थिएँ, किनभने आज म बिहान बिहान उठेर एकदम राम्रो गतिमा नुहाइ गरेर फ्रेस भएर आफ्नै करेसाबारीमा मैले पूजा पनि गरेको थिएँ। पूजा मात्र नभएर तपाईँहरूको लागि पनि आशीर्वाद मागेको छु। चिया बोलुलुलुलुलुलु मारेर तपाईँहरूको सनकिस बनाएर चाहिँ सनकिसका साथ आफ्नो बिहानीको सुरुवात मैले गरिरहेँ। बेलुकाको सुरुवातमा आमाले सबै ठिक पार्नु भएको थियो र फाइनली भान्जाको फु फु ह्याप्पी बर्थडे गर्ने बेला आइसकेको थियो। पैसाको अकाउन्टेन्ट मै थिएँ, म्यानेजर पनि, सिइओ भन्छाहरू, ओनर सोनर सबै मै थिएँ। अब भ्याइ नभ्याइ भएको अवस्थामा घरिघरि ल्याङ पनि खानु। बाबुलाई फुक्न नआएर नसकेर मामाले पनि सघाइदिनु। एकदम मक्ख भएको थियो धेरै केक खान पाउँछु भनेर, तर सबै केक जति मामाले एकैछिनमा लुकाइदियो। भान्जा त हिजो सायद केक मात्र खाएर निधाए। तपाईँहरूलाई कस्तो लाग्यो? मैले धेरै पछि तपाईँहरूलाई फेरि भेटाएँ। आजको भिडियो मैले यतै टुङ्गाएँ। हस्, धन्यवाद।